नमस्ते सबैजनालाई मेरो भ्लगमा आज पनि हार्दिक स्वागत छ। म आज चाहिँ अर्ग्यानिक सलाड र जुस बनाउन जाँदैछु। मैले मकै बोइल गर्दैछु अनि अन्डा पनि बोइल हुँदैछ। जुसको लागि बिटरुट र सम्झिन्ज लिएको छु। र हाम्रो जुस पनि रेडी भइसकेको छ, जुन तपाईहरु देख्न सक्नुहुन्छ। यसरी चाहिँ जुस तयार गर्दा घरमै बसेर पनि जुस मजाले आनन्द लिन सकिन्छ। र बाँकी रहेको जुन हाम्रो पदार्थ छ, यसबाट चाहिँ निकै फाइबर प्राप्त हुने भएको हुनाले यसलाई चाहिँ हामीले आइस क्युबमा हालेर आइस बनाएर पनि युज गर्न सकिन्छ। अथवा तपाईलाई यतिकै मन पर्छ भने खानामा राखेर पनि साइडमा राखेर युज गर्न सकिन्छ। र मैले चाहिँ अब सलाडको लागि प्रेपर तयार गरिसकेको छु, जुन तपाईहरु देख्न सक्नुहुन्छ। उसिनेको मकै मैले छोडाएर राखिसकेको छु। त्यसपछि गएर ग्रिल चिकन पनि मैले अघि नै निकालिसकेको छु। ग्रिल मसरुम, त्यसपछि गएर सम क्युकम्बर, ब्रोकली सबै तयार भइसकेको छ। अब यसलाई चाहिँ मैले रेडी बनाएर प्याकिङ गर्न मात्र बाँकी छ, जुन तपाईहरु देख्न सक्नुहुन्छ। ल फाइनल्ली सलाड रेडी भइसकेको छ, जुन तपाईहरु देख्न सक्नुहुन्छ।